18 लाख बिरामीहरूको फोक्सोको क्यान्सरबाट मृत्यु भइसकेको छ। धुम्रपान गर्ने व्यक्तिमा मात्रै फोक्सोको क्यान्सर देखिने र धुम्रपान गर्दै नगर्नेमा फोक्सो क्यान्सर हुँदै नहुने भनेको पनि होइन। वायु प्रदूषण, परोक्ष धुम्रपान अर्थात् एक्सपोजर टु सेकेन्ड ह्यान्ड स्मोक, केही व्यावसायिक तथा औद्योगिक रसायनहरू जिनमा आउने परिवर्तनहरूको कारणले गर्दाखेरिमा पनि फोक्सोको क्यान्सरको जोखिम उत्तिकै बढेको देख्छौँ हामी। प्रारम्भिक चरणमा कतिपय फोक्सोको क्यान्सरहरूले कुनै पनि लक्षण नदेखाउन पनि सक्दछ। फोक्सोको क्यान्सरको उपचार गर्नको लागि विदेशै जानुपर्ने जस्तो समय र वातावरण छैन। नेपाल मेडिसिटीमा पनि हामीले अहिलेसम्म यस्ता धेरै फोक्सोको क्यान्सरका बिरामीहरूको पहिचान गराएर सफलतापूर्वक उपचारहरू गराइरहेका छौँ। नमस्ते, म डाक्टर नरेश गुरुङ। आज विश्व फोक्सो क्यान्सर दिवस 2026 टुगेदर थ्रु लङ क्यान्सर अर्थात् फोक्सोको क्यान्सर विरुद्धसँगै भन्ने सन्देशलाई आत्मसात गर्दै म केही महत्त्वपूर्ण जानकारीहरू गराउन चाहन्छु। विश्वभरमै लगभग करिब 25 लाख नयाँ फोक्सोको क्यान्सरका बिरामीहरू पत्ता लागिसकेका छन् भने लगभग 18 लाख बिरामीहरूको फोक्सोको क्यान्सरबाट मृत्यु भइसकेको छ। फोक्सोको क्यान्सर तब हुन्छ जब फोक्सोका कोषहरूमा असामान्य परिवर्तन आई ती अनियन्त्रित रूपमा बढ्न थाल्दछ र यसको प्रमुख कारण भनेको धुम्रपान हो। र यो भन्दैमा धुम्रपान गर्ने व्यक्तिमा मात्रै फोक्सोको क्यान्सर देखिने र धुम्रपान गर्दै नगर्नेमा फोक्सो क्यान्सर हुँदै नहुने भनेको पनि होइन। अरू जस्तै कारणहरू वायु प्रदूषण, परोक्ष धुम्रपान अर्थात् एक्सपोजर टु सेकेन्ड ह्यान्ड स्मोक, केही व्यावसायिक तथा औद्योगिक रसायनहरू जस्तै सिलिका, एस्बेस्टोस र केही जेनेटिक म्युटेसन्सहरू अर्थात् जिनमा आउने परिवर्तनहरूको कारणले गर्दाखेरिमा पनि फोक्सोको क्यान्सरको जोखिम उत्तिकै बढेको देख्छौँ हामी। विशेष गरी नेपालमा ग्रामीण भेगमा बस्ने महिलाहरू जो भान्सामा लामो समय बिताउनुहुन्छ र भान्सामा प्रयोग गरिने दाउराको धुवाँ, बायोमास इन्धनको ग्यास जस्ता इत्यादि धुवाँको सम्पर्कमा लामो समय रहने हुनाले उनीहरूमा पनि पुरुष सरह नै फोक्सोको क्यान्सर हुने जोखिम उत्तिकै बढेको पाइन्छ। धेरै जसो मानिसहरूले सोध्ने प्रश्न एउटै हुन्छ कि फोक्सोको क्यान्सर किन अन्तिम चरणमा मात्रै गएपछि थाहा हुन्छ, अथवा यो रोग नै यस्तै हो कि अन्तिम चरणमा मात्रै गएर रोग पत्ता लाग्ने हो कि भन्ने कुराहरू पनि धेरै जिज्ञासा रहेको पाउँछु। प्रारम्भिक चरणमा कतिपय फोक्सोको क्यान्सरहरूले कुनै पनि लक्षण नदेखाउन पनि सक्दछ, तर यदि देखाइहाल्यो भने पनि अलिकति लामो समयसम्म खोकी लाग्ने जस्ता लक्षणहरू देखा पर्दछ। हाम्रो देश नेपालमा चाहिँ कुनै पनि खोकी लागिहाल्यो भने त्यो खोकीलाई एकदम सामान्य खोकीको रूपमा लिने, कुनै एलर्जीको खोकीको रूपमा लिने र नजिकैको फार्मेसीमा गएर आफै औषधि किनेर सेवन गर्ने जस्ता चलनहरू छन्। यो कारणले गर्दाखेरिमा फोक्सोको क्यान्सरको जुन सही पहिचान समयमा नहुने र लक्षण मात्रै दबाउने कोसिस भइरहेको अन्तरालमा चाहिँ 3-4 महिनाको ग्याप हुन थालिसकेपछि फोक्सोको क्यान्सर पत्ता लाग्दा अन्तिम चरणमा नै देखिएको जस्तो पाएका छौँ। यो बाहेक पनि एउटा अवेरनेस, एउटा जनचेतना, यदि त्यस्ता लक्षणहरू छन् भने स्वास्थ्यकर्मीको परामर्श नलिनु र समयमै फोक्सोको छातीको एक्सरेहरू, सिटी स्क्यान जस्ता जाँचहरू नगर्नाले पनि फोक्सोको क्यान्सरको यो पहिचान हुनमा ढिलाइ भएको र अन्तिम चरणमा मात्रै देखिने जस्तो प्रचलनहरू देखिएको पाइन्छ। कुनै पनि खोकी 3-4 हप्ताभन्दा बढी लागिरहेको छ, बेला बेला खोकी सँगसँगै खकारमा रगतहरू देखिन थालेको, कुनै पनि कारण नखुलेको तौलहरू घट्नु र श्वास प्रश्वास सम्बन्धी समस्याहरू देखिएमा नजिकैको स्वास्थ्यकर्मी तथा चिकित्सकको सल्लाह लिनु अत्यावश्यक पर्दछ। के साँच्चीकै फोक्सोको क्यान्सर लाग्ने बित्तिकै मान्छेको आयु घट्ने हो त भन्ने कुरामा पनि धेरैको प्रश्नहरू आइरहेको छ र यो कदापि होइन। किनभने अहिलेको यो चिकित्सा विज्ञानको क्षेत्रमा हेर्ने हो भने फोक्सोको क्यान्सरको पहिचान र उपचारमा उल्लेखनीय प्रगतिहरू हामीले देखिरहेका छौँ। विशेष गरी फोक्सोको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लाग्यो भने त्यसलाई 100% विभिन्न अपरेसन अथवा शल्यक्रियाहरू मात्रबाट पनि त्यसलाई हामीले 100% निको पार्न सक्छौँ। र यदि विभिन्न चरणमा पनि देखिरहेको छ फोक्सो क्यान्सर भने हामीसँग एकदम उपलब्ध उपचारका प्रक्रिया र विकल्पहरू छन्, जस्तै किमोथेरापी, रेडियोथेरापी, इम्युनोथेरापी तथा लक्षित उपचार अर्थात् टार्गेटेड थेरापी जस्ता विकल्पहरू हाम्रो अहिलेको उसमा समयमा हामीले एज अ ट्रिटमेन्टको रूपमा हामीले प्रयोग गरिरहेका छौँ। र यसले गर्दाखेरिमा धेरै जस्तो फोक्सोको क्यान्सरका बिरामीहरूले हामीले लामो समयसम्म एउटा गुणस्तरीय जीवन बिताउन मद्दत पुर्याइरहेका छौँ र यसले गर्दामा फोक्सोको क्यान्सरलाई एक दीर्घकालीन रोगको रूपमा व्यवस्थापन गर्ने एउटा हामीले वातावरण पनि सिर्जना गरेका छौँ। अहिलेको समयमा हेर्ने हो भने हामीले फोक्सोको क्यान्सरको उपचार गर्नको लागि विदेशै जानुपर्ने जस्तो समय र वातावरण छैन, किनभने हामीले नेपालमा पनि विभिन्न अस्पतालहरूले फोक्सोको क्यान्सरको
समयमै पहिचान र उपचारहरू धेरै अस्पतालहरूले गरिरहेका छौँ। हामीले हेर्ने भने नेपाल मेडिसिटीमा पनि हामीले अहिलेसम्म यस्ता धेरै फोक्सोको क्यान्सरका बिरामीहरूको पहिचान गराएर सफलतापूर्वक उपचारहरू गराइरहेका छौँ। स्पेसली नेपाल मेडिसिटीमा यो मल्टी स्पेसलाइज्ड हस्पिटल भएको हिसाबले हेर्दा यहाँ हामीसँग उपलब्ध विशेषज्ञ डाक्टरहरूको एउटा टिम रहेको छ, जस अन्तर्गत फोक्सो रोग विशेषज्ञ डाक्टरहरू, पल्मोनोलोजिस्ट, मेडिकल ओन्कोलोजिस्ट, सर्जन, प्याथोलोजिस्ट, रेडियोलोजिस्ट तथा आइसियु तथा क्रिटिकल केयरका फिजिसियनहरूको एउटा टिम एफर्टले गर्दामा हामीले फोक्सो क्यान्सर जस्ता रोगलाई समयमा पहिचान गरेर हामीले सहज रूपमा उपचारहरू पनि गराइरहेका छौँ। यो बाहेक पनि हामीसँग फोक्सोको क्यान्सरको पहिचान र डायग्नोसिस गर्नको लागि धेरै इन्भेस्टिगेसन्सका उपकरणहरू पनि हामीसँग उपलब्ध छ, जस्तै आधुनिक ल्याबहरू र जस अन्तर्गत हामीले आइएचसीका जाँचहरू, ब्रोन्कोस्कोपी, बायोप्सी, इबस तथा विभिन्न यो आधुनिक इमेजिङहरू हामी भन्छौँ लो डोज सिटी स्क्यान, अर्थात् यो लङ क्यान्सरको स्क्रिनिङ एउटा सिटी स्क्यान हो, जसले गर्दामा हामीले समयमै कुनै पनि प्रारम्भिक चरणमा देखिएका फोक्सो क्यान्सरहरूलाई हामीले समयमा पहिचानहरू गर्न सक्छौँ। कसैमा यदि फोक्सो क्यान्सर सम्बन्धीको कुनै जिज्ञासा अथवा कुनै सल्लाह परामर्श लिनु छ भने नेपाल मेडिसिटी अस्पतालमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ।